हेलो गाइजहरु साथीहरु सम्पूर्णलाई नमस्ते। ल म फेरि तपाईहरुमाझ आइपुगेको छु अर्गानिक ढिँडो लिएर। ल है त हामी यहाँ मुसुकोट यहाँ दमखोलाबाट आइसकेका छौं। हाम्रो ढिँडो पाकिरहेछ अर्गानिक। ल हाम्रो स्पेशल ढिँडो हाम्रो दाइ अनि सोल्टी दाइ के छ अमेरिकातिर के खबर पुर्याउनु पर्ने छैन हैन छ कि छैन छैन नि छैन ल ढिँडो खाँदैछ होला। अर्गानिक खाना भनेको यो र स्वास्थ्यको लागि अर्गानिक साह्रै स्पेशल हाम्रो खाना। सोल्टी राजा ढिँडो स्पेशल छ हैन एकदम सोल्टी राजा एकदम हाम्रो बनाएको ढिँडो भएन के के छ ढिँडो त तपाईँले सबैलाई बाँडिसक्नु भयो त सब बाँडिसक्यो त ढिँडो त भएन के त्यही त हो दहीसँग त्यसो बेला अब खाने भइसक्यो ल दहीसँग खानु पर्यो अब ढिँडो। ल हो हेलो भान्जा राजा के छ हालखबर ठिक छ है। हामी दमखलाबाट ल हामी अब गाउँघरतिरै छौँ बसी बिहालो युवाहरू सबै अब विदेशतिर छौँ। हेर यो चित्त कोले नमाने आएर ढिँडो सिन्की ट्याक्क मासु अनि त्यसपछि दही हेर ट्याक्क है मकैबारी दर्याउँ होइन है फेरि यतै ढिँडो र दही वा ट्याक्क स्पेसल। ल के हो सबैले खाने भयो त ढिँडो पुग्यो ल देखा त हेर है साथीहरू अब धेरै भात कति खाने अब हामी है। म अहिले खलङ्गाबाट छु हेर्नुहोस् खलङ्गा हाम्रो दमखोलामा मिलन भाइको घर ट्याक्क है हाम्रो श्रेष्ठ परिवारमा ट्याक्क बसेर दही र ढिँडो खाँदैछौँ हामी है। एकदम स्पेसल हेर्नुहोस् अर्गानिक खाना है हाम्रो गाउँघरतिर हुन्छ हेर्नुहोस्। काठमाडौँमा अब मेन के काम होइन महँगो ढिँडो खानुपर्छ हामी स्पेसल। ल थ्याङ्क यू भेरी मच। लाइक कमेन्ट सेयर है।